नमस्ते साथीहरू, तपाईहरु पनि फिफा वर्ल्ड कप हेर्न चाहनुहुन्छ? त्यो कसरी हेर्ने, कुन एपबाट हेर्ने, यस भिडियोमा हेरेर म तपाईहरुलाई देखाउने छु। सर्वप्रथम यो भिडियोलाई हामी स्टार्ट गरौँ। फिफा वर्ल्ड कप हेर्नलाई कुन एपबाट हेर्ने म भनिदिरहेछु हजुरहरुलाई। त्यो एप्लिकेसनलाई डाउनलोड गर्नलाई तपाईं प्ले स्टोरमा जानु होला, सर्च आइकन, अनि सर्चमा तपाईले यहाँ चाहिँ डिश होम गो एप्लिकेसन सर्च गर्नु। यो माथि आउँछ डिगो भन्ने एप्लिकेसन आउँछ, अनि यसलाई चाहिँ इन्स्टल गरिहाल्नु होला। इन्स्टल गरिसकेपछि यहाँ चाहिँ ओपनमा थिच्नु। ओपनमा थिचिसकेपछि यहाँ चाहिँ एकछिन चाहिँ लोडिङ लिन्छ। यसले डिगो एप्लिकेसन चाहिँ यसको नाम। तपाईले डिश होम गो एप्लिकेसन सर्च गरेर नि आउँछ, अनि यहाँ तल कन्टिन्यू गर्दै जानु, अनि अलाउ गरिदिनु। यति गरिसकेपछि अनि यहाँ मोर भन्ने तल अप्सन छ, त्यसमा थिच्नु होला। यहाँ थिचिसकेपछि यहाँ चाहिँ तपाईहरुले लगइन गेट सिजन पास तपाईले यसो गर्न सक्नुहुन्छ। यहाँ लगइनमा थिच्नु। लगइनमा थिचिसकेपछि यहाँ चाहिँ तपाईहरुले गुगलको अप्सन हेर्न सक्नुहुन्छ, त्यसमा थिच्नु होला। यहाँ चाहिँ तपाईहरुले कुनै एउटा गुगल एकाउन्टबाट खोल्यो होला, जस्तै मैले एउटा आफ्नो गुगल एकाउन्ट हालिसकेको छु। हालिसकेपछि यहाँ चाहिँ तपाईहरुले फेरि एकचोटी मोरमा थिच्नु होला। मोरमा थिचिसकेपछि अनि यसलाई चाहिँ यहाँ तपाईहरुले फिफा वर्ल्ड कप हेर्नलाई तपाईहरुले सब्स्क्रिप्सन लिनुपर्छ। त्यसको लागि चाहिँ यहाँ सब्स्क्राइब नाउमा थिच्नु, अनि यहाँ चाहिँ तपाईहरुले दुईटा सब्स्क्रिप्सन हेर्न सक्नुहुन्छ। एउटा भयो तपाईको यहाँ फिफा वर्ल्ड 2026 मोबाइल पास, अनि एउटा भयो तपाईले त्यो ल्यापटपमा भयो, टिभीमा भयो, अनि मोबाइलमा हेर्न सक्नुहुन्छ। म तपाईहरुले फर्स्टको गरेर देखाउन गइरहेछु। यहाँ चाहिँ तपाईहरुले जुन प्लान लिनुहुन्छ त्यसमा चुज प्लानमा थिच्नु होला, अनि यहाँ तपाईहरुले चारवटा पेमेन्ट मेथड देखाउने छ। एउटा खल्ती, ई-सेवा, अनि गेट पे, अनि कनेक्ट आइपीएस। तपाईहरुले जुनबाट गर्नुहुन्छ सजिलो हुन्छ त्यही सिलेक्ट गरेर अनि सिलेक्ट यहाँ सब्स्क्राइब नाउमा थिच्नु। यति गरिसकेपछि यहाँ चाहिँ तपाईहरुले के गर्नु भने यहाँ चाहिँ तपाईहरुले आफ्नो खल्तीको मोबाइल नम्बर अनि खल्तीको पासपोर्ट या एमपिन हालेपछि यहाँ सबमिट गर्नु होला म हालेर, अनि त्यसपछि म तपाईहरुलाई देखाउने छु। मैले हालिसकेको छु, अनि यहाँ सबमिटमा थिच्छु। सबमिटमा थिचिसकेपछि यहाँ चाहिँ मेरो मोबाइलमा 6 डिजिटको ओटिपी आउँछ। त्यो ओटिपी हाल्न बित्तिकै यो मेरो प्लान सक्सेस हुन्छ, अनि म यहाँ चाहिँ ओटिपी सबै हालिदिन्छु एकैछिन। ओटिपी हालिसकेपछि पेमा चाहिँ क्लिक गर्न बित्तिकै तपाईहरुको सब्स्क्रिप्सन एक्टिभ हुन्छ। म तपाईहरुलाई देखाइदिन्छु एक्टिभ भइसकेपछि कसरी हेर्ने भनेर। एक्टिभ भइसकेपछि यहाँ चाहिँ तपाईहरुले वाच नाउ भन्ने अप्सनमा क्लिक गर्न बित्तिकै तपाईहरुले वर्ल्ड कप मजाले हेर्न सक्नुहुन्छ। ल त साथीहरु, अहिलेको लागि यति नै।